नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। ल हेर्नु साथीहरू, यो चाहिँ कुन ठाउँको भिडियो हो भनेर मैले भन्नै पर्दैन। हजुरहरूले चाहिँ गाडीहरूमा लेखेको नाम देखेर थाहा पाइसक्नु भएको छ होला साथीहरू। ल हेर्नु सक्नुहुन्छ, यो ठाउँ यति बिजी ठाउँ छ नि साथीहरू, अचम्म बिजी छ कि कसैलाई कसैको मतलब पनि छैन साथीहरू। आफ्नै रफ्तारमा छन्, सबैजना आफ्नै व्यस्ततामा छन् साथीहरू। अनि त्यसपछि यो ठाउँमा यहाँ लग भनेको अर्को ठाउँ लगेर छोड्ने, अर्को ठाउँ लग भनेको अर्को ठाउँ लगेर छोड्ने साथीहरू। भनेकै ठाउँमा चाहिँ पुऱ्याउँदैन किन नयाँ मान्छेलाई। पुरानो त थाहा भइहाल्छ साथीहरू, हामी चाहिँ नयाँ मान्छे भएको कारणले दुःख पाइयो कि हिँडेर खुट्टै दुख्यो नि, साह्रो खुट्टा दुख्यो साथीहरू। अनि म चाहिँ किन गएको भनेपछि यहाँ चाहिँ मेरो मामाको छोरा चाहिँ उही काठमाडौँमा बस्थे, मामाको घर चाहिँ उही थियो। अनि त्यसपछि मामाको छोरा चाहिँ यो के भन्छ नागढुङ्गाको जङ्गलमा मृत्यु भेटेको कारणले चाहिँ हामी चाहिँ गएको थियौँ साथीहरू। पशुपतिमा दाह संस्कार थियो, अनि त्यो दिन भ्याएनौँ जान। अनि अर्को दिन पुग्यौँ साथीहरू, हामी चाहिँ के अरे त्यहाँ क्रिया बस्ने ठाउँमा गएर पुगेर आयौँ। हेर्न सक्नुहुन्छ साथीहरू, यो काठमाडौँको ठाउँ कति बिजी छ, सब आफ्नै व्यस्ततामा के साथीहरू। बाटो काट्न पनि गाह्रो छ, जाम लागेको साथीहरू, फेरि गाह्रो छ नि भनेको टाइममा पुग्नलाई। म फेरि एउटा भिडियो बनाइहालौँ त भनेर मैले भिडियो बनाएँ साथीहरू। अहिलेसम्म काठमाडौँ नगएको को हुनुहुन्छ, म जस्तै के काठमाडौँ नगएको को हुनुहुन्छ कमेन्ट गर्नुहोला। अनि मैले बनाएको भिडियो कस्तो लाग्यो हजुरहरूलाई, जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा गएर कमेन्ट छोड्न सक्नुहुनेछ।